अनि कस्तो लागेको छ ल भन्नुहोस् त तपाईँको दुई शब्द। एकदम राम्रो छ, राम्रो छ, रमाइलो छ। रमाइलो छ नि त। अब कालिम्पोङ आएर चाहिँ अब केबल कार चढ्न पाइयो, त्यही पाइयो। राम्रो छ। पछाडि फर्केर भिड हेर्नुहोस् है ल। ल आमा कस्तो लागेको छ त हेर्नुहोस् त, कस्तो लागेको छ हजुरलाई? ठिक छ, खाइदा छ यो बक्सामा चढ्दा कस्तो भइरहेछ? ठिक छ नि त? बक्सामा गजब छ, गजब छ। उकालो चढ्दैछ, ल ठिक छ, रमाइलो छ त। रमाइलो छ नि त। माथि चाहिँ यो अब कालिम्पोङ दर्शन भइहाल्यो। हामी चाहिँ अब एउटा टिकटको 600 रुपियाँ छ। कोही सेयरमा लगानी गर्दछ भने केडिएलमा लगानी गर्दा भयो है। यो कहिले घाटामा जाँदैन होइन दाइ? एउटाको 600 भएपछि त अनि 3 मिनटको 600 भनेपछि प्रति मिनट 200 रुपियाँ कमाउनु रहेछ यसले एकजनाको। यसमा चाहिँ अब कहिले पनि घाटा नजाने पनि सम्धि हो। यता हेर्नुहोस् त, 100%। यहाँ चाहिँ 100% नाफा सेक्योर हुन्छ है, कहिले डुब्दैन। सतबा यो 6000, विदेशीलाई 12000। यो डुब्छ त भाइ, यो डुब्दैन नि होइन? डुब्दैन, फेरि हाइटमा पनि छ नि त, त्यही भएर पनि हो कि डुब्ने ठाउँै छ। अनि हिँडेर जाने बाटो चाहिँ कता हो? यही मुनि देखिरहेको छ। यहीबाट हिँड्ने उयो बाटो यही हो कि ऊ हिँडेर जाने बाटो यो देखेको यही बाटो हो कि अस्ति नै यहीँबाट हिँडेर गएको लहर गएको। अस्ति चाहिँ हिँडेर गएको? ए उयो डाँडै डाँडा। फेरि पल्ट्यो लड्यो भने फेरि सिधै तलतिर खोलातिर हो। त्यसको चाहिँ फेरि लास्ट पनि नभेट्न सक्छ, त्यो चाहिँ अलिक ख्याल गर्नुपर्छ। सिडी पनि बनाएर छ नि त। सिडी छ, अलिअलि बार छ, कहिले चिप्लेर लड्ला भन्ने मात्र हो। उठ्ने काम चाहिँ नगरिदिनुहोस् है। ल अब हामी चाहिँ ठ्याक्कै कालिम्पोङ आएर दर्शन गरेर सकेका छौँ है। एकदम चाहिँ राम्रो ठाउँ हो, धार्मिक स्थल हो, नेपालको एक चर्चित प्राचीन धार्मिक स्थल हो होइन। यहाँ चाहिँ अब तपाईँको के छ भने कालिम्पोङमाईको चाहिँ के छ भने पहिला सत्ययुगमा भगवान्को युगमा चाहिँ तपाईँको अब कालिम्पोङमाई चाहिँ दिदी तल दोलखा भन्ने चाहिँ भाइ थियो अरे। त्यसपछि कालिम्पोङमाईमा चाहिँ तपाईँको राक्षसहरूले चाहिँ अब कालिम्पोङमाईलाई चाहिँ बिहे गर्छु भनेर भनिसके भए चाहिँ अनि कालिम्पोङमाईले चाहिँ के भन्नुभएछ अरे भने ल ठिकै छ, बिहे गर्ने भए मेरो एउटा शर्त छ, अब त्यो शर्त अनुसार गर्छौ भने ल हुन्छ भने ल के शर्त भन्दाखेरि ल मसँग लडाइँ लड्नु, मसँग लडाइँ लडेर चाहिँ जित्यो भने ल म चाहिँ तिमीसँग बिहे गर्छु भनेर भन्नुभएछ। उहाँले त्यो भन्नु भइसकेपछि तल कुरी बजारमा चाहिँ लडाइँ सुरु भएछ अरे। लडाइँ सुरु भइसकेपछि तपाईँको लडाइँ गर्दै माथि आइपुगेपछि यसको पछाडिपट्टि चाहिँ ठ्याक्कै तपाईँले देख्न सक्नुहुन्छ होइन। त्यहाँ चाहिँ बिचमा एउटा काटेको छ, त्यहाँ चाहिँ उहाँले चट्ट काटेर लडाइँ लडेपछि चाहिँ राक्षसहरू चाहिँ त्यहाँबाट यता आउनु सक्नु भएन। नआइसकेपछि चाहिँ उहाँले चाहिँ अन्त्यमा चाहिँ युद्ध जित्नुभयो। युद्ध जितेर चाहिँ उहाँलाई राक्षसहरूले लान सकेन। त्यसपछि उहाँ चाहिँ यहीँनिर बस्नुभयो भन्ने चाहिँ हाम्रो धार्मिक आस्था रहेको छ। यहाँ त बस्नुभयो, बसेपछि फेरि अब तपाईँको चाहिँ के गर्छ त, बसेपछि पानी त चाहियो। यहाँ डाँडामा चाहिँ पानी थिएन क्या, यहाँ पानी नभएपछि चाहिँ अनि महादेव भगवान् चाहिँ उहाँ चाहिँ आउनु भएर यहाँ चाहिँ पानी चाहिँ उत्पन्न गरिएको भन्ने चाहिँ अहिले पनि आस्था रहेको छ। र यो अहिले पनि यो डाँडामा चाहिँ तपाईँहरू पानी चाहिँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पानी चाहिँ अहिले पनि यहाँ उम्लिन्छ, नत्र भने तपाईँको यो डाँडामा चाहिँ खासै पानी उम्लिनु पर्ने त्यस्तो खासै रिजन छैन। यसो हामी चाहिँ प्र्याक्टिकल्ली हेर्ने भने डाँडाको टुप्पामा चाहिँ खासै पानी चाहिँ उम्लिनु नपर्ने हो अब हामीले अहिलेसम्म देखेको चाहिँ। तसर्थ यसको चाहिँ एउटा स्वाद रहेको छ, त्यही रहेको छ। त्यसैले चाहिँ यो कालिम्पोङ दर्शन भनिन्छ यसलाई। यहाँ चाहिँ यो जललाई चाहिँ लगेर हामी घरतिर चढाउने पनि गर्छौँ। अहिले पनि हजुरले देख्न सक्नुहुन्छ यहाँ पछाडिपट्टि छ, त्यहाँनिर चाहिँ पानी उम्लिन्छ अहिले पनि। र पानी त नत्र त्यतिकै तपाईँको उम्लिनु नपर्नेलाई हेर्नुहोस्, तपाईँको यस्तो डाँडा छ होइन, उतातिर हेर्नुहोस् उजाड छ, यस्तो डाँडामा कसरी पानी आउँछ भन्दाखेरि चाहिँ यो चाहिँ यसको चाहिँ शक्तिले गर्दा चाहिँ यो भएको भन्ने छ। अब यहाँ आएपछि चाहिँ मनले आँटेको सोचेको पुग्छ भन्ने एउटा प्राचीन मान्यता पनि रहेको छ है।